क्रुसमा उहाँ टाँगिनु भयो, चिहानमा गाडिनु भयो, अनि तेस्रो दिनमा उहाँ बौरी उठ्नु भयो, अनि त्यसपछि उहाँ स्वर्गमा हुनुहुन्छ। अनि जस कसैले अब यसो ख्रिस्टलाई विश्वास गर्छ उसले चाहिँ मुक्ति पाउँछ, उसले चाहिँ अनन्त जीवन पाउँछ, उसँग चाहिँ परमेश्वर हुनुहुन्छ। ऊ चाहिँ यसो ख्रिस्टको भएको छ। परमेश्वर र यसो ख्रिस्टमाथि विश्वास गर्ने बीच चाहिँ एउटा घनिष्ठ सम्बन्ध छ, एउटा घनिष्ठ संगति छ। यदि तपाईँ र मैले अनि हामी पाप क्षमा मुक्ति पाउन चाहन्छौँ भने बस हामीले यसो ख्रिस्टलाई विश्वास गरेको छ। अब विश्वास गरेपछि हामी परमेश्वरसँग गाँसिन्छौँ। अब हामी परमेश्वरका हुन्छौँ र परमेश्वर हाम्रो बन्नुहुन्छ, यसो ख्रिस्ट हाम्रो बन्नुहुन्छ र हामी यसो ख्रिस्टको हुन्छौँ। त्यहाँ चाहिँ एउटा घनिष्ठ संगति र सम्बन्ध छ। त्यसलाई चित्रित गर्नको निम्ति चाहिँ यसो ख्रिस्टले भन्नुहुन्छ, दाहको बोट म नै हुँ, तिमीहरू चाहिँ हाँगा हो। भनेपछि मुख्य स्रोत चाहिँ यसो ख्रिस्ट हुनुहुन्छ। मुख्य व्यक्ति उहाँले नै हामीलाई पाप क्षमा दिनुहुन्छ, उहाँ नै हाम्रो निम्ति क्रुसमा टाँगिनु भयो, उहाँले नै हामीलाई मुक्ति दिनुहुन्छ। उहाँमाथि विश्वास गर्ने बित्तिकै हामीले